नमस्ते। आज म यहाँ स्वयम्भू महापरिसरमा छु र आज म तपाईहरुलाई पञ्चबुद्धको बारेमा केही भन्न गइरहेको छु। पञ्चबुद्धको बारेमा भन्नुपर्दा सर्वप्रथम हामी यहाँ यो अमिताभ बुद्धको बारेमा भन्छौँ। अमिताभ बुद्ध हाम्रो पश्चिमतिर फर्केको हुन्छ र उहाँ रातो वर्णको हुनुहुन्छ। अमिताभ बाबाको वाहन हाम्रो यहाँ मयूर वाहन देख्न सक्छौँ र उहाँको हातको मुद्रा चाहिँ यस प्रकार हुन्छ। उहाँको ध्यान मुद्रा यसरी दुवै हात कुलपार समातेको र पञ्चबुद्ध सँगसँगै हामी यहाँ पञ्चतारा पनि देख्न सक्छौँ। पञ्चतारामा यो हाम्रो आर्य तारा, ग्रीन तारा पनि हामी देख्न सक्छौँ र यसरी हामी घुम्दै पूर्वतिर जाँदाखेरि हामीले यहाँ अमोघ सिद्धिको मूर्ति देख्न सक्छौँ। पञ्चबुद्ध मध्ये अमोघ सिद्धि हरियो वर्णको हुन्छ र उहाँको टाउको माथि हामीले नागहरूको छत्र लगाइरहेको पनि देख्छौँ। अमोघ सिद्धि हरियो वर्णको हुन्छ र यो हो बसिङ्गाहा, यो नवनागको बास हुन्छ यहाँ अमोघ सिद्धिको अगाडि। यो नवनागको बसिङ्गाहा हो र यो पञ्चतारा मध्येमा हाम्रो यो अर्को ब्लू कलरको तारा हो र अमोघ सिद्धिको हाम्रो हातको मुद्रा चाहिँ यस प्रकार हुन्छ। हामी यहाँ मूर्तिमा देख्न सक्छौँ। अब हाम्रो यो पूर्वपट्टि फर्केको हामी यहाँ अक्षोभयलाई देख्न सक्छौँ। अक्षोभय पञ्चबुद्ध मध्ये ब्लू कलरको नीलो वर्णको हुन्छ भने उहाँको वाहन हो हात्ती र यहाँ उहाँको ध्यानको मुद्रा पनि हामी देख्न सक्छौँ। उहाँको हात र उहाँ हुनुहुन्छ हाम्रो भैरोचन। भैरोचनको बुद्धको मूर्ति हो यो। उहाँ सेतो वर्णको हुन्छ। प्रायः हामीले चैत्यमा 4 वटा बुद्ध मात्रै देख्न सक्छौँ तर स्वयम्भूमा चाहिँ हामीले भैरोचनलाई पनि देख्न सक्छौँ। यो हाम्रो श्वेत तारा हो। श्वेत ताराको मूर्ति चाहिँ यहाँ छैन तर हामी उहाँको प्रतीकको रूपमा यो तोरण चाहिँ हामी यहाँ देख्न सक्छौँ। सेतो वर्णको तारा र पञ्चतारा मध्येमा हाम्रो यो अर्को